सकिगोनीबाट हराएका पाडे छिटै फिल्ममा देखिँदै सिरियलमा जस्तै देखिन्छन् कि फेरि? दर्शकबिन, तपाईहरूले सिरियलका चर्चित पात्र पाडे अर्थात् अर्जुन घिमिरेलाई सकिगोनीमा देख्न नपाएको कति भयो? पक्कै पनि महिना भइसक्यो होला, किनकि सकिगोनी सिरियल नै आउन छाडेको धेरै भइसकेको छ। अब यो सिरियल आउँछ कि आउँदैन त्यसबारे भने टुङ्गो छैन, तर अर्जुन घिमिरे अर्थात् पाडे भने छिट्टै फिल्म मार्फत दर्शकमाझ आउँदैछन्। अर्जुनकै निर्देशनमा बनेको फिल्म झरीपछिको इन्द्रेणी आउँदो पुस 4 गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। झरीपछिको इन्द्रेणी पाडे अर्थात् अर्जुनको निर्देशनमा बनेको पहिलो फिल्म भएकाले पनि यसलाई थप चासोका साथ हेरिएको छ। यो फिल्ममा अर्जुनले निर्देशकका साथै अभिनय समेत गरेका छन्। फिल्मको पहिलो गीत फसायो लमीले शनिबार मात्रै बालेनको युट्युबबाट सार्वजनिक गरिएको छ, जसको भिडियोमा अर्जुन फरक लुक्समा देखिएका छन्। अर्थात् सकिगोनीको पाडे लुक्स भन्दा फिल्मको लुक्स फरक देखिएको छ। फिल्ममा उनको भूमिका कति लामो हो त? कस्तो भूमिका हो त्यसबारे केही नखुलाइए पनि पहिलो गीत मार्फत अर्जुनको लुक्स सार्वजनिक भएको हो। उनको यो लुक्स दर्शकलाई चाहिँ कस्तो लाग्यो नि? कृपया प्रतिक्रिया दिन सक्नुहुन्छ है।